ल गाइस हाम्रो दसैँ प्रिपरेसन भइरहेछ यहाँ पाउन्ड राख्ने रे नेपाली पैसाले नआउने रे अब यति भएपछि ओम मङ्गलम भगवान विष्णु मङ्गलम गरुडाध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलायतनहरि यसो पढाइ सढाइको पनि कुरा गर्नु अनि पढाइ पनि राम्रै होस् है ठुलो मान्छे बनिनु डाक्टर पाइलट इन्जिनियर बन्नु ताना बद्दु बलि राजा पैसा नली कतै नजा चाहिँ तिनजना केटाहरू कता सपिङ गर्न जाँदैछ सो हेलो एन्ड नमस्ते एभ्रिवान गुड मर्निङ सबैजनालाई है उठ त के भन्नु 12:30 भएछ यहाँ पनि खाँदैछु त र आज चाहिँ दसैँ है ह्याप्पी दसैँ सबैलाई र अनि मेरो चाहिँ खास आज युनि थियो अब दसैँ भएर म चाहिँ निस्किएन र अनि हामी चाहिँ तिनजना केटाहरू कता सपिङ गर्न जाँदैछ अगाडि खै सपिङ लिस्ट खै आमा बोरा त ठुलै ल्याएको त यार ल हाम्रो केटाहरू यहाँ सपिङ गर्न हिँडेका छन् है के छ ह्याप्पी दसैँ भनिदेऊ न सबैलाई ल सबैलाई ह्याप्पी दसैँ गोइङ गुड हैन अब आज टिका लगाएर पैसा दिने मान्छे चाहिँ भयो है यहाँ चाहिँ अब सबलाई 10 के भन्छ रे पी ट्याक्कै 10 पी हुन त अब हाम्रो यहाँ कति 9:30 बजीतिर थियो क्या होइन टिकाको सायद त्यही पनि अब यहाँ अहिले 12:30 भइसक्यो यस्तै सक्यो हेर्नु उठाइ 12 बजे भयो उठाइ 12 बजे भयो हिजो ढिलो सुतेको अनि यस्तै भयो जस लाउने हो बनाउने अलि रमाइलो गर्ने है अरू कुरा भने खल्ली बल्ली अब सपिङ गर्न जान्छौँ अलिअलि ग्रोसरिजहरू लिएर आएर टक्क लगाएर बनाएर खाने हो है त्यही हो हामी कहाँ जानु लाग्यो लिडल त्यो अस्ति छिटो ठाउँमा ठिक छ सो यहाँ आज मौसम चाहिँ यस्तो छ क्यारे है पानी पर्ला जस्तो लगभग अब त्यही 16-17 डिग्री होला एक गुगलको अनुसार त्यति छ क्यारे अब नेपालमा के कस्तो छ है अति चिसो छ त्यही त यहाँ त अति चिसो छ क्या बाहिर निस्किने बित्तिकै एन्ड ज्याकेट बिना निस्किनै सकेन अहिले पनि अब भोलि पर्सि झन् कतिको जाडो हुने यार नेपालबाट यहाँको चकिङले चाहिँ काम गर्दो रहेछ हो र अहिले काम गर्न छोड्यो यो त विन्ड चिटर होला नि भित्र त यस्तो थियो त्यही पनि ए हो भाग्लै लाएर है चाहिँ अझै है त्यही पनि चलनै छैन ठिक छ भित्र भिडियो गर्न पाउँछु नि है पाउँछ क्या हो ल गाइज हामी यहाँ लिडलमा आइपुग्यौँ 12:27 भयो है र यहाँ चाहिँ ग्रोसरिज लिनलाई चाहिँ टन्नै सामानहरू सस्तो मस्तो पाइन्छ होइन हो र यसको नाम के हो चक्लेट मफिन आज के लिने हो त नि ल कता गयो केटो ए हो ओके खत्म सामानको यसो रेट कति पर्छ भने त्यहाँ आगे रेकर्ड गर्नै दिएन ठिक छ अब सामान लिइसक्यो लगाइ सामान आइसक्यो है यहाँ छ टक्क लाएर यहाँ छ अर्को सामान कता गयो त्यहाँ लिएर आएको है र यता टक्क लाएर हाम्रो यहाँ बाहिर खाली ठाउँ स्पेस दामी क्लियर बनाएको छौँ टक्कै लुगासुगा सब निकालेपछि चाहिँ यहाँ बसेर टिका लाउने कुरो छ है
खै सामान ल्याएर त फेरि बनाउन थाल्नु पर्यो छिटो ओ अनमोल सर उठाऊँ हो र खै केही देखिन त ल गाइस हाम्रो दसैँ प्रिपरेसन भइरहेछ यहाँ पाउन्ड राख्ने रे नेपाली पैसाले नआउने रे अब कति बज्यो 2 बजे चाहिँ ठ्याक्कै 9:17 को थियो सायद 2 बजिसक्यो र ल ल ल लाउनी चाहिँ होइन गाई चाहिँ त्यो चाहिँ देखाउनेलाई मात्रै हो ओके हेलो वेलकम टु आवर भ्लग है हामी चाहिँ अहिले दसैँ मनाउँदैछौँ र हामीले दक्षिणा चाहिँ अब यहाँ हाम्रो श्रीराम दाइले 50 पाउन्ड 2 पाउन्ड है सब 2 पाउन्ड 20 20 पाउन्ड बा ल है त हाम्रो आजको मेन पण्डित चाहिँ यता हाम्रो श्रीराम दाइ रहनु भएको छ र यता हाम्रो सबभन्दा सिनियर दिदी यता हुनुहुन्छ दिदीले कति दिने हो है एकदम दसैँ ल है हाम्रो दसैँ चलिरहेछ यहाँ चाहिँ फोटो सेसन भइदिरहेछ है हाम्रो चाहिँ ब्युटिफुल लेडी हुनुहुन्छ यहाँ है हाम्रो मिस बिमला दिदी है हाम्रो के अरे है अनि कस्तो चलिरहेछ दसैँ कस्तो भइरहेछ त अनि विदेशमा हजुरलाई कस्तो लागिरहेछ घरको कति याद आइरहेछ ओके ल है त अनि दिस इज मी मिस्टर अनमोल हो त यस्तै छ है अब हामी चाहिँ यहाँ टक्कसँगले अब टिका सिका लाउन लागेको छौँ टिका लाउनलाई सब रेडी भइदिरहेछ है अब हाम्रो यो टिका लाउने स्पोट चाहिँ अब भित्र अलिकति स्पेस नभएर हामी चाहिँ बाहिर यसो टिका लाउन गइरहेछौँ यो चाहिँ हाम्रो टिका लाउने स्पोट रहेको छ है त अब बाल ठाउँ छ है यो चाहिँ हाम्रो मिस्टर रबिन दाईले सफा हान्दिएको यहाँ चाहिँ हिजो है रबिन दाई भनेको यहाँ हुनुहुन्छ टक्कसँगले एकदम ह्यान्डसम म्यान है लन्डनको हाम्रो के अरे दाई लन्डनको ह्यान्डसम बा ल यस्तै छ है त ल टक्कसँगले यो चाहिँ हाम्रो आजको रहेको छ श्रीराम हनुमान ज्ञान के अरे हल्का हान्नु नि यसो ठुलो मान्छे बन्नु पैसा धेरै कमाउनु छाप्नु 1-2 रुपियाँ हामीलाई दिनु रुपियाँ कि पाउन्ड 1-2 रुपियाँ 1-2 पाउन्ड हामीलाई दिनु छ मेरो बुइनीलाई अलि त नि पुगेन अब यो दिने हो लगाइदिनु न त्यस्तो केही हुँदैन राम्रो भएको छ ल टिका पनि एकदम राम्रो देखाएको राम्रो राम्री ढोका र दिदीलाई कहाँ ढोक्ने खुट्टामा कस्तो खुट्टामा ढोकर हो र बिमलाको पालो कस्तो चिटीको हो र होइन ठुलो लगाइदिनु ठुलो मान्छे बनिनु डक्टर पाइलट इन्जिनियर बन्नु होटल म्यानेजमेन्ट पढेर एउटा होटल खोल्नु नेपाल गएर छिटो युकेमा बसेर टक्क ज्ञान गुन्जिनु ल ल ल ल ल दुईचोटि भयो नि भयो लगाइदिनु अब एकचोटि लगाइदिनु यति भएपछि दसैँ आयो क्या जमाना नि टिका लगाउने मान्छेहरू हेर लाइन यो पनि पैसा कति पाउँदा काँडै लाएन कि कसो अड्काउँछ यस्तरी ल तिमीलाई पनि आप त मात्र रोस तिमीले पोर्ट्रेट खिचे हैन रबिना यस्तो गर न धेरै ह्यान्डसम नहुनु धेरै केटीहरुसँग धेरै नबोल्नु एकजनासँग मात्र बोल्नु बोलेपछि धेरैजनासँग नबोल्नु तिमीलाई खुसी राख्नु बिमलालाई धेरै लाइन नहान्नु बिमला त गुमला दिएको भन्छ बिमला त के रे भयो भने एकजना यस्तो खैरेनी केटी लगेर जानुपर्छ धेरै जान्न हेर्नु बल्ल मिठो आशीर्वाद हाने है डाडा काँडा ढाक्नु सन्तानले डाडा काँडा ढाक्नु अरे ल सबैले आशीर्वाद भन्नु न यार ए दाइ राम्रो पढ्नु सुरु भई ठुल्ठुलो कुरा नगर्नु गफ नहाक्नु डाडा काट्नु भयो चाहिँ हैन कि जस्ट 2-3 वटा भयो के मान्छेले अब यता गाला गाला लाइदिन्छ ल ए दिदीलाई चाहिँ नि यहाँसम्म लगाइदिने रे है अहिले होइन मेरो पालोमा राम्रो राम्रो धेरै नक्कै ओम मङ्गलम भगवान विष्णु मङ्गलम गरुडा ध्वज मङ्गलम पुण्डरी काक्षे मङ्गलाय तनहरि मन्त्र अरे श्री राम जी की
छेउमा अलि छेउमा माथि अलिकति माथि जय हो दाना बद्दु बलि राजा पैसा नलि कतै नजा ल पहिलो दसैँ रहेको छ है एकदम बबाल मस्तले है त ल आशिष खै आशिष ल छिटो छिटो राम्रो होस् अनि ब्लग राम्रो होस् युट्युबमा सब्सक्राइबर धेरै बढोस् 100K होस् है ए 100K होइन 1 मिलियन पुगोस् क्या यही दसैँको टिका लाग्यो उयोले क्या अनि पढाइ पनि राम्रै होस् है नगुल्टिनु पैसा भनेको आउँछ जान्छ यस्तो पैसा छ हैन सुनको थैला के गर्नु धनले है ल भनौ न बता धेरै नक्कली नहुनु केटीहरुले बिचारा लड्कीहरुसँग नबोल्ने एकैजना बोल्ने सोझो मान्छेलाई त्यस्तो हुनु न होटलमा एउटै होटलमा 3 जनाले साइड नहान्ने अनि एकजनासँग मार्दै बोल्ने हो चस्मा नि पुगेन दुई हाली धेरै पाउन्ड छाप्नु है ओके ल यस्तै पाउन्ड है यस्तै पाउन्ड यो दिनमै हुनु पर्यो है जमाले चस्मा लड्को ओके ल बस्नु त अब तपाईलाई मन लागिदिन्छ ताना बद्दु बलि राजा पैसा नलि कतै नजा ओम मंगलम भगवान विष्णु मंगलम गरुडा राजा एउटा यो एंगल खिच्छ त यो एंगल राम्रो छ पैसामा गोजीमा पैसा कहिले कहिले होस् जहिले भइराछ जहिले होस् गोजीमा आइफोन 17 प्रो मैक्स पर्छ पर्स कहिले खानु न इन्स्टलमेन्ट चाँडै तिरेर आफ्नै फोन हो भन्न पाऊ कति गर्छु के राख्दिए है कहिले खाली नहोस् घरिघरि भाइहरूले जिस्काउँदाखेरि नरिसाउने खुन्नुक्कै रिसाएर माथि गएर रोएर बस्ने होइन ल हामीलाई अलिक सिकाउने आशीर्वाद दिने होइन बनाएर खुवाउने अलिक मिठो चिज बनाएर खुवाउने आज त दसैँ झन् ल ती भएपछि चाहिँ राम्रो लाउनुहोस् अन्त चिटिक्क ए ल है रबर च्यापिन्न नि त च्यापिन्छ च्यापिन्न हो च्यापिन्छ हो किन च्यापिनु यति अलिकति हाँसेर ल ल गाइस हाम्रो दसैँ यस्तै भयो है सबले लागिसक्यो धोइदिए हुन्छ कि पैसा यहाँ धोइदिइहाल्नु न यहाँ धोएर ट्याक्क टावल गर्दै हुन्छ गोबरबाट हान्ने हो ल गाइस सबैले ह्यापी दसैँ भन्नु पर्यो हैन 1 2 3 गो ह्यापी दसैँ 2082 गाइस यहाँ अब फोटो सेसन है टिका सिका लगाइयो खै त जमरा त उडेछ नि मानि यस्तो छु फेरि यता फेरि इन्स्टाग्राम मोडल हेर आमामामामा क्यामेराम्यानहरू यता फेरि मोडल क्यामेराम्यान ए कता कता उता उता पुग्यो फोटो खिच्नलाई A few moments later. कुरियाले पाउने बाजुले छ हाम्रो अब परिकार बन्न रेडी यता बनिसके यहाँ छ त प्याजी हैन के बन्दैछ ओहो के त्यो यो दाल हो यो खसीको मासु यो कुखुराको मासु यो कुखुराको मासु नि हो यहाँ ए ल केटाहरूले के ल्यायो खै बङ्गुरको मासु ल्याएर बङ्गुरको मासु आइरहेछ है हाम्रो मासु है के हो त्यो के हो त्यो अनि खै त नि कसले ल्याएको त नि बङ्गुरको मासुको मा खाने ब्रेड है ओ माई गॉड लाज त ओहो मस्तले है ल आमामामा दादा सन्न पाके ओहो यता त छ नि त मेन चिज वाला हो त्यो त यार काट्न नि यस्तो गाह्रो पुरानो हो त त्यसो त हुँदैन त्यसो त हुँदैन ल ल वे ल गाइस भात पनि हानिसक्यौँ है म त भिडियो बनाउनै बिर्सेको अब त्यहाँमा जानु छ यसो हल्का भात खाऊँ जाम मास्टर सेफ हाम्रो आजको यता म्यानेजमेन्ट
म्यानेजमेन्ट त मैले गरेँ ए हो ल ल ल हुकुम सरजीको नाम पनि आयो म्यानेजमेन्टमा गाइस भात खाइयो अब हामी निस्क्यौँ दुईजना है आजको भ्लग यस्तै भयो मिठो थियो भात केटाहरूले कहाँबाट ल्याएछ होइन सुँगुरको मासु चाहिँ बवाल थियो कि जस सुँगुरको मासु रोस्ट बनाएको थियो है आलुको अचार दाल पापड कुकुम्बर सबै गरेर है दामी थियो जस त्यही हो अब आजको लागि यति नै फेरि अर्को भिडियोमा भेटौँ न तिन दिन बाई ह्याप्पी दसैँ